गाइज हेलो वेलकम छ तपाईहरुलाई अर्को मेरो नयाँ भिडियोमा। म हुँ तपाईहरुको आफ्नै गाउँले जीवनको ब्लगर सुदीप लम्साल। उहाँबाट माइतीले भनिरहनु भएको छ ब्लग बन्दैछ क्या भनेर, तर ब्लग बनिरहेछ हैन। हातमा गुलेटी, अर्को हातमा मोबाइल, खल्तीमा ढुङ्गा, अनि यतापट्टि खोला, अनि म हिँड्दैछु ब्लग बनाउँदै कराउँदै चिच्याउँदै, किनकि मलाई बाल छैन, त्यही भएर म चराउँदै हिँड्दैछु। त्यही हाम्रो पेमा दाइ छन् हैन, मजाले बाख्रा चराइरहेछन् पेमा दाइ। म चाहिँ भैँसी चराउन हिँडेको, मजाले गरेर भैँसी हेर्नुपर्छ 5 बजीसम्म हैन, जम्मा 3 घन्टा हो दिएर हैन, जम्मा 3 आवर्स। त्यो त एकैछिन गइहाल्छ नि हो, हाँस्दा खेल्दै जान्छ हैन। यहाँ हेर्नु बुलेटिन नि बोकिरहेको छ, म चरा चुरुङ्गी पनि मार्नुपर्छ यसो भेटिहाल्यो भने है त गाइस। यहाँ सक्नुहुन्छ तपाईहरु पेमा दाइ तपाईँ के गर्न आएको भन्नुस् त? बाह्र चराउन चरुवा ओ पेमा दाइ विदेशमा उड्छ आयो, यहाँ र बाख्रा चराउनु पर्यो अन्त गाइस। म यहाँ यता छ मेरो भैँसीहरू यहाँभित्र, तर कहाँ छ मैले पनि देखाएको छैन हैन। मैले तपाईहरुलाई देखाइदिए मात्रै हो, छ कि छैन मलाई पनि थाहा छैन। छ कि भन्ने आश गर्छु म। मेरो 12 लाखको भैँसीहरू तपाईँलाई थाहा नै छ, योभन्दा अगाडि भ्लग हेर्नु भएको छ भनेदेखि हैन। त्यही मध्येको 2-3टा भैँसीहरू होला यहाँनिर। 12 लाखको भैँसी मध्येको कुन भैँसी छ भन्ने कुरो मलाई पनि थाहा छैन, किनकि म धेरै पछि हिँड्दैछु आफ्टर अ लङ टाइम हैन। लगभग 5-6 महिना भयो होला म भैँसी चराउन नहिँडेको। त्यसपछि म अहिले हिँड्दैछु भैँसी चराउन। अनि अब कुन भैँसी छ, कहाँ छ, के छ मलाई थाहा छैन। मैले चिन्दिनँ हैन, त्यही म हिँडिरहेको छु, किनकि मतलबै भएन नि हैन। कहाँ कुन चाहिँ भैँसीको पछि लाग्नुपर्ने हो र? भैँसीलाई लगेर छोडिदिने, भैँसी आफै चर्छ कि यहाँनिर केही गर्नु पर्दैन त्यस्तो है त, किनकि खोला पुरै खाली छ। यता अलिअलि मात्रै हो बारी, न त सबै खाली छ, त्यही भएर मतलब भएन है। हेलो विदेशतिर भोक लागिसक्नु लागेको थियो। यहाँ पानी खाइन्छ भने भैँसी चराइ, यहाँ बाख्रा चराइ मजाले के छ त भन्दाखेरि होइन, तपाईँहरूलाई म के छ त भन्दाखेरि होइन, अहिले चाहिँ म भैँस चराउन आएको छु होइन। यता बाख्रा चराउनेको जेठ चाहिँ यता रहेछ, हेर्नु सक्नुहुन्छ। यत्रो बाख्रा चराउने मान्छेहरू यहाँ हुन्छन् होइन, तर हामी चाहिँ भैँस चराउन हिँडेको। हाम्रो चाहिँ भैँसी त्योतातिर छ होइन, यतातिर छ। यो चाहिँ पुरै हेर्न सक्नुहुन्छ, बोकाया खोला हो यता पुरै, यहाँदेखि उहीँसम्म छ। अनि यहाँ म छु, यता हाम्रो भाइ छ होइन, ह्यान्डसम बोय अन्त भ्लगर मान्छे टेनर चढेर हिँड्दाखेरि इन्डियामा होइन। अनि भ्लगरहरूमा के चढेर हिँड्छ। हामी अब गएर भैँसी चढ्नु पर्छ, भैँसीमाथि चढ्ने अनि घर जाने हामी अब, किनकि हामीसँग भएको त्यति हो, झन्डै झरेर फुटेन मोबाइल। ओइ कस्तो ब्लर आएको छ जापानिज मोबाइल जस्तै। अनि यसरी सबैको हिँड्नुपर्छ। गाउँघरको काम भनेको भैँसी गोठालो। म त गाउँको गोठालो, विदेशतिर गइन, खान्ती होला कमला, केही नि ल्याइन, के खान्छौ कमला, सुन्तोला कि अमला भन्दै हिँड्नुपर्ने समय काल आयो हाम्रो। भैँसी चाहिँ अब कहाँ छ मैले थाहा छैन, मलाई भैँसी कहाँ छ मलाई थाहा छैन, त्यही नि म हिँडिरहेको छु, भेटिएला नि कतै न कतै है त गाइस। हस् त धन्यवाद। हाम्रो भैँसी चराउने कार्यक्रम जान लाग्यो अब हामी घर। अब यहाँबाट घर गएर त्यहाँबाट हामी जान्छौँ फुटबल खेल्न। तपाईँहरूलाई हामीले भनिरहेछ हामी के गर्दैछ भनेर होइन। यहाँ हाम्रो 12 लाखको भैँसी थियो नि, त्यो हराइहालेवाला, त्यही जेरो यो हाम्रो। हामीले अब भैँसी दबाउनु पर्ने हुनेछ होइन हो। अनि यसरी हामीले सफा भैँसी दबाएर गइहालेपछि त होइन, हाम्रो भैँसी लगेर भैँसीले दुध सिप दुध आउँछ, दुध आएपछि मस्तले भैँसीको दुध हामीले खानुपर्ने हुन्छ होइन। भैँसीको दुधबाट फेरि के पाउँछ तपाईँलाई थाहा छ, दही दुध, मोही, पनिर, घिउ सबै पनि एउटा भैँसीको दुध हो होइन। तपाईँहरू एउटा गीत सुन्नु भयो होला, दुध खाए कहिले लाग्ने, दारू खाए अहिले लाग्ने, त्यस्तै। तर दुध खानुहोस्, दारू नखानुहोस्, सेभ वाटर ड्रिङ्क मिल्क भन्ने मैले के भने मलाई थाहा छैन होइन, किनकि मसँग कन्टेन्ट थिएन, त्यही भएर मैले बोलिदिएको भएर खुसी लाग्दैन। नेपालमा फ्रीमा पाउने भनेको ज्ञान मात्रै हो, त्यही भएर तपाईँहरू ज्ञान लिनुहोस् भन्दै। हाम्रो 8वटा भैँसी थियो, दुध 4, 6, 8वटा ठिक्क छ। यतापट्टि मुसी बहिनीको 3टा भैँसी उहाँ पुगेछौँ, हेर्न सक्नुहुन्छ। त्यहाँ मुसी बहिनी धन जाँदैछ। अनि अहिले चाहिँ हामी हाम्रो भैँसी लिएर घर जानुपर्ने हुन्छ होइन, तर पनि हामी जाँदैछौँ। अब तपाईँहरूलाई म घर गएपछि भेट्छु भैँसी बाँध्ने बेला है त। के छ गाइस, म त आएँ फेरि ब्याग होइन। फेरि म फरारीमा हिँडिरहेको छु अहिले मजाले गाउँमा, हेर्न सक्नुहुन्छ मेरो फरारी।
कस्तो दामी भ्यू आइरहेको रहेछ त पछाडिपट्टि यो मेरो गोठालो साथी है पार्टनर गोठालो सँगै जाने पार्टनर हो यहाँ म छु मजाले म फरारी भन्दै आजलाई मैले शब्दहरू बनाउन चाहेँ अहिले फेरि बनाउँछु है त मुसुरो उठाउने काम सुरु भयो हेर्नु है उता बाटोमा मुसुरो सुकिरहेछ ऊ तिरपालमा अनि यहाँ म छु अब बोरा ल्याएर मुसुरो उठाउनु पर्ने हुन्छ मैले अनि हाम्रो मम्मी उतै मुसुरो केलाइरहन् यहाँ हाम्रो ज्याक छ ज्याक हेर्नु ज्याकले पुच्छर हल्लायो नाम लिने बित्तिकै म छु गाइज हेर्नु सक्नुहुन्छ तपाईँहरू मलाई यहाँ हाम्रो मल मुसुरो केलाउँदै हुनुहुन्छ यता हाम्रो घर यहाँ मुसुरो छ होइन यहाँ मलाई 2टा बोरा दिए ड्याडीले अब म मुसुरो उठाउँछु होइन मुसुरो उठाएँ तपाईँहरूलाई है त हस् बज्यो 12 भन्छन् सबैले तर बज्यो भर्खर 10 म चाहिँ निस्केको अब होका सुक्का तानेर जान लागे घर आउँदैन त मलाई ऱ्याप मलाई बाल होइन गाइस मेरो चाहिँ आजको भ्लग यहीँ हुन्छ भनेर तपाईँहरूलाई सङ्केत दिनुको लागि म फेरि पनि आएँ होइन पुनः स्थापित भएँ यस युट्युब च्यानलमा तपाईँहरूले यहाँसम्म यो युट्युब च्यानललाई हेर्नु भएको छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सेयर चाहिँ सक्दो गर्नुहोस् किनकि सब्सक्राइबर धेरै कमी छन् 1000 सब्सक्राइबरको टार्गेट छ भर्खर 230 पुगेका छन् होइन त्यहाँबाट चाहिँ नघटाइदिनु होला होइन यसले धेरै बोल्यो भनेर अलिकति सब्सक्राइब गरेर दया माया देखाइदिनु होला हस् त गाइज बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम टेक केयर बाई बाई गाइज